यो यसपालिको यो मिटिङ चाहिँ एकदमै इमर्जेन्सी टाइपको होइन। 1 दिन अगाडि मिटिङ बसेको थियो र आजको सभा गरिने भनेर। अनि यो प्रिपेरेसन गर्ने 24 घन्टा पनि सायद समय पाएन होला आयोजकहरूले। यत्रो कम समयमा तपाईँको उपस्थिति एकदमै आदरपूर्ण उपस्थिति यहाँको रहेको छ। अनि अहिले वर्तमान अवस्थामा हाम्रो अवस्था कस्तो छ? धेरैले जिएनएलए पार्टीको रेजिस्ट्रेसन उड्यो पनि भन्छ। अनि आजकल चाहिँ फिजिकली भन्दा पनि म डिजिटली चाहिँ निकै एक्टिभ छु। डिजिटल प्लेटफर्महरूमा मेरो एक्टिभिटिज छ, तपाईँले देख्नु भएको। म पहिला त्यो कुरो स्पष्ट गर्न चाहन्छु। चुनाव आयोगलाई 1950 सालको पिपल्स रिप्रेजेन्टेटिभ एक्ट जनप्रतिनिधि कानुन अनुसार चुनाव आयोगलाई त्यो क्षमता दिएको छ कि छैन भारतको संविधानले भन्ने कुरो चर्चा परिचर्चा गर्नु जरुरी छ। किनभने आज चाहिँ यहाँ क्याडर होइन, तपाईहरु नेतृत्व हुनुहुन्छ। त्यसैले मैले यो कुरो स्पष्ट बताउनु पर्छ। हामी भन्दा जिएनएलए सँगसँगै भारतको 446 वटा राष्ट्रिय पार्टी, राज्यको पार्टी र रिजनल पार्टी, नेशनल, स्टेट, रिजनल पार्टीहरूमध्ये चाहिँ चुनाव आयोगले डन्डा बर्साएको हो। त्यसमा भुक्तभोगी हामी पनि हौ हिल्सबाट। चुनाव आयोगले हामीलाई डिलिस्ट गर्यो। जिएनएलएले 6 वर्षभित्र आफ्नो एमएलए दिएन, एमपी दिएन भनेर। अनि हामी जस्तै पार्टी केरला कांग्रेस भन्ने रहेछ एउटा केरला कांग्रेस भन्ने पार्टीलाई पनि त्यो डिलिस्ट गर्यो चुनाव आयोगले। र केरलामा म्युनिसिपल कर्पोरेसनको, हाम्रो त हिल्समा म्युनिसिपल मात्रै छ हैन, तर सिलगढीमा हेर्यो भने म्युनिसिपल कर्पोरेसन छ, जहाँनिर चाहिँ त्यसको चेयरपर्सन चाहिँ मेयर भनेर भनिन्छ कर्पोरेसनको। केरलामा त्यो चुनाव हुँदाखेरि केरला कांग्रेसले केरला हाइकोर्टमा केस गर्यो। चुनाव आयोगलाई उले च्यालेन्ज गर्यो, मलाई जुन यो चुनाव आयोगले डिलिस्ट गरेको छ, यो चुनाव आयोगले डिलिस्ट गरेको चाहिँ मबाट हटिनुपर्छ भनेर केरला कांग्रेसले अपिल कोर्टमा गर्यो। कोर्टमा लामो बहस भयो, सुनवाई हुँदाखेरि चर्चा परिचर्चा हुँदाखेरि कोर्टले के भन्यो भन्दाखेरि चाहिँ चुनाव आयोगलाई चाहिँ कुनै पनि पार्टी रेजिस्टर भइसकेपछि, चाहे त्यो राज्य होस्, चाहे त्यो केन्द्र होस्, चाहे यो क्षेत्रीय पार्टी होस्, उनीहरूलाई डिलिट गर्ने अनुमति अर्थात् क्षमता चुनाव आयोगलाई भारतको संविधानले दिँदैन भनेर भनेको छ। अनि केरला कांग्रेसलाई डिलिट गरेको जुन चाहिँ अर्डर चुनाव आएको थियो, त्यसलाई केरलाको हाइकोर्टले के गर्यो, स्टे अर्डर लाग्यो। त्यसको मतलब के हो? हामीले जो डिलिट गरेको चुनाव आयोगले, हामी डिलिट भयो कि भएनौँ? भएनौँ नि त, किन चुनाव आयोगकोमा ताकतै छैन, त्यो क्षमतै छैन। अब हामीलाई फेरि चुनाव आयोगले के गर्नुपर्छ, रिलिस्ट गर्नुपर्छ। सायद त्यो एसआईआर सकेर गर्छ होला, किनभने चुनाव आयोगको टाउको दुखाइ छ एसआईआरमा। सबैभन्दा बेसी टाउको दुखाइ त पश्चिम बङ्गालमा भइरहेछ अहिले। त्यसैले जिएनएलए पार्टीको रेजिस्ट्रेसन जिउँदो छ, त्यसमा तपाईहरुले सुर्ता मान्नु पर्दैन। अन्य पार्टीहरूले डिलिट भयो भन्ला, तर उनीहरू अपडेटेड भएको छैन होला, उनीहरूको सिस्टममा त्यो अपडेसन भन्ने कुरा आएको छैन होला। अहिले मैले गलत बोल्दैछु भने तपाईले यो मञ्च हलभित्र गुगल गर्नुहोस्, गुगलमा केरला कांग्रेस भर्सेस इलेक्सन कमिसन अफ इन्डिया लेखेर हाल्नुहोस्, तपाईलाई त्यहाँ वृत्तान्त रूपमा देखाइहाल्छ। यो गुगलमा छ। तर पहाडको 1-2 जना सत्ताधारी पार्टीको टाउकीहरूलाई पनि थाहा छैन। सायद 72 घण्टा अगाडिको उसको भाषणमा होला, जिएनएलए डिलिट गरिदियो बीजेपीले भन्छ। बीजेपीले सक्ने भने त ममता बेनर्जीलाई डिलिट गर्थ्यो होला नि त। त्यो क्षमता त बीजेपीलाई पनि छैन नि त।
चुनाव आयोगलाई पनि छैन। रिलिज गर्ने र डिलिट गर्ने पावर भनेको कसकोमा छ? जनताकोमा छ। जनताले जब डिलिट गर्छ भने त्यो पार्टी सत्ताबाट बाहिर हुन्छ, सत्ताच्युत हुन्छ। अनि हाम्रो अवस्था कहाँ छ त अहिले? बीजेपीले 15 वर्ष भएर दिएन अरे, हामीले त विकास गर्ने हो, हामी त विकास गरिरहेको छौँ भनेर अहिले उनीहरूले भन्दैछ। अनि हाम्रोहरूले पनि कतिजनाले सुन्दै गरेको देख्छौँ, बेला बेला हाम्रो पार्टीकोहरू पनि गन गरेको सुन्छौँ। हाम्रो अवस्था कस्तो छ त जिले पार्टीको भन्दाखेरि? हामी त्यो बिन्दुमा पुग्यौँ, त्यो जग्गामा पुग्यौँ। हामी यहाँदेखि पछि आयो भने चाहिँ जिले पार्टी मात्र होइन, हाम्रो जाति नै पछि पर्छ। तर हामी त्यो बिन्दुमा छौँ। अब हामीले त्यो बिन्दु नाग्न पर्छ। एमजी दाजुहरू, हाम्रो पुरानो दाजुहरू, हामीले पंकज आइपीएस पंकज सिंहलाई हामीले भेट्यौँ। पंकज सिंह भनेको भने इन्टरलोकुटरलाई हामीले दार्जिलिङमा भेट्यौँ। त्यो भेटघाट गर्नु, उहाँसँग भेटघाट गर्नुपर्ने पनि मेरो लागि चाहिँ जर्मनको धावै थियो। फर्स्ट टाइम मैले घरबाट लुगा बोकेर गएर दार्जिलिङ चुनाव के अरे इन्टरलोकुटरलाई भेट्न आउँदाखेरि चाहिँ बाटोमा लुगा फेर्दै आएर चाहिँ माथि आएर भेटघाट गरेको। मैले उहाँलाई एउटा शब्द, एउटा कुरो राखेको थिएँ, 2027 का जीटे का चुनाव हम लोग नहीं चाहेंगे, नहीं होना चाहिए भनेर कुरा राखेको छ। उहाँले के भन्नुभयो? 2027 त धेरै टाढोको कुरा छ नि त, त्योभन्दा अगाडि गरौँ न त। उहाँको रिप्लाई 2027 त टाढोको कुरा हो, तर यो 2026 मा नै हामीले गर्नुपर्छ भनेपछि केन्द्र सरकारको उसलाई निर्देशन के छ त? यहाँ त दस्तुरी मात्रै आएको हो नि त। उहाँ त धेरैले यसो भन्छ चुनाव आयोग के अरे इन्टरलोकुटरले दिन्छ, इन्टरलोकुटरले ल्याएर आउँछ। होइन, इन्टरलोकुटर एउटा दस्तुरी आएको हो। दिल्ली र दार्जिलिङको बिचको बातचितको क्रममा एउटा दस्तुरी पठाउनु पर्ने, किनभने हामी जतिको लाइनमा गृहमन्त्रीलाई गएर सुनाइसकेको हाम्रो कुराहरू, तर अन्य सङ्घ संस्था छ, कतिवटा पार्टीहरू छ जसले केन्द्रलाई आफ्नो कुरा सुनाउन सकेको थिएन। उनीहरूको कुरा सुन्नुपर्ने हुँदाखेरि गृह मन्त्रालयले इन्टरलोकुटर दार्जिलिङ पठाएको। अब हामी यति चाहिँ किटान गरेर भन्न सक्छौँ 2027 को इलेक्सन, जीटीए को इलेक्सन चाहिँ डेन्जर जोनमा छ। 2027 को इलेक्सन, जीटीए को इलेक्सन नहुनु सक्छ। जो केन्द्र सरकारको जुन उहाँ अहिले काम गराइछ, जुन हिसाबको रफ्तारको काम गराइ, इन्टरलोकुटरको काम गराइछ, यसले 2027 को इलेक्सनलाई सायद डिलिट गरिदिन्छ। यो अवस्था यहाँनिर छ। अब हामीसँग यस्तो हो, हामीले थाप्ने चाहिँ के थाप्ने त्यो चाहिँ चर्चा हुँदैछ। हामीले दिल्लीले दिँदाखेरि के चाहिँ लिने, हाम्रो मान्छेलाई हाम्रो बानी बेहोरा अनुसार के चाहिँ एक्सेप्टेबल छ, हाम्रो जातिलाई केले सुरक्षा दिन्छ, त्यो चिज थाप्नुको लागि चाहिँ यहाँनिर चर्चा परिचर्चा चाहिँ यो चिजको हुँदैछ। दिने र नदिने चर्चा अस्ति थियो, उनीहरू पनि दिने हामी पनि थाप्ने, तर दिनेले के दिने र हामीले के थाप्ने भन्ने कुरा चाहिँ अहिले इन्टरलोकुटर मार्फत चर्चा परिचर्चा हो। यसलाई हामीले साधारण भाषामा बुझ्दा चाहिँ यसरी बुझ्नुपर्छ। अनि यो 26 को चुनाव हाम्रो लागि त सुर्ताको विषयवस्तु नै होइन, किन चिन्ता गर्नु? हामी त चुनावमा भाग लिने हो, हामी त चुनावमा प्रतिद्वन्दी भएर हामीले चुनावमा लड्ने हो, साम दाम दण्ड भेद अप्नाएर हामीले चुनावमा लड्ने हो। कसको लागि भन्दाखेरि चाहिँ यो जातिको लागि। यसपालिको चुनाव भनेको मुद्दा बचाउने र मुद्दा बिगार्नेहरूको बीचको चुनाव हुन्छ। यो चुनाव, त्यसलाई हामीले टेन्सन नमानौँ। चुनाव हरेक दिन हरेक साल आउला, हरेक साल बित्दा चुनाव, तर
यो जातिले जुन चिज पाउन लागेको छ, जुन चिजको लागि तपाईँ र मैले 2019 देखि यता काम गर्दैछौँ नि, अब यसको चाहिँ रिजल्ट एकदमै हामी नजिक पुगेको छौँ। तपाईहरुले इन्टरलोकेटरले अहिलेसम्म के काम गर्यो भने हाम्रो इन्टरलोकेटरलाई एक जग्गा छोडिदिनुहोस्। म तपाईहरुलाई नागाल्यान्ड पुर्याउँछु एकछिन। नागाल्यान्डको समस्या एकदमै जटिल भयो, भारत सरकारलाई समाधान गर्न गाह्रो पर्यो। नागाल्यान्डकोले छुट्टै हामीलाई फ्ल्याग दिनुहोस् भनेर भारत सरकारलाई माग गर्न थाल्यो। नागाल्यान्डको छुट्टै फ्ल्याग डिमान्ड गर्दाखेरि नागाल्यान्डमा के भयो, एउटा इन्टरलोकेटर त्यहाँ पनि नियुक्ति गरियो। सायद तपाईले बिर्सिनु भयो होला, नरेन्द्र मोदीको सरकार आएको पहिलो फर्स्ट गभर्नमेन्टतिर नै हो। अनि एक दिन 26 जनवरीको दिन मर्निङ ब्रेकफास्टमा भनेपछि 7-8 बजी नरेन्द्र मोदीको रेसिडेन्टमा, प्राइम मिनिस्टरको रेसिडेन्टमा नागाल्यान्डसँग एउटा एग्रिमेन्ट साइन भयो, जसले नागाल्यान्डको लागि अलग्गै फ्ल्याग माग्दै थियो। त्यो ग्रुप नागाल्यान्ड गभर्नमेन्ट र इन्डिया गभर्नमेन्टको बीचमा एउटा चुक्ति साइन भयो। कसले गरायो? इन्टरलोकेटरले। इन्टरलोकेटर नियुक्ति भएपछि एउटा नयाँ व्यवस्था 100% आउँछ। 100% लेखेर राख्नुहोस्, 100% आउँछ। त्यसको मतलब हो आउँदो जिटिए चुनावलाई नयाँ व्यवस्थाले परिवर्तन गर्छ। हामी यहाँ पुगेको छौँ नि त, तर कहिलेकाहीँ चाहिँ हामी यो कुरो बिर्सिन्छौँ। इन्टरलोकेटर साधारण व्यक्ति होइन, बीएसएफ को डीजी, डाइरेक्टर जेनरल बसिसकेको। डीजी भनेको बीएसएफ को सबैभन्दा ठुलो पोस्ट हो। अनि बीएसएफ ले कुन जग्गा हेर्छौ भने चाहिँ बंगलादेश बोर्डर व्यवस्थाले चाहिँ यहाँको सबै कुरा परिपूर्ण हुन्छ। त्यो कुरा उहाँलाई अध्ययन गर्न पठाइएको मात्र हो। मैले सुरुमा पनि भने, पहिलातिर पनि भने, बीजेपीसँग हामी गठबन्धनमा छौं। हामीले बीजेपी को असुविधा र सुविधा पनि सोच्नुपर्छ। बीजेपीले हाम्रो पनि असुविधा र सुविधा सोचेको हुन्छ। कहिलेकाहीँ हामी के गर्छौं, हामीलाई मात्र सुविधा होस्, हाम्रो साथीलाई असुविधा होस् कि जेसुकै होस् भनेर सोच्छौं। तर एउटै साथी भएको कारणले गर्दा हामीले प्लान गर्दाखेरि पनि दुईटैलाई पोसाउने गर्नु पर्यो। पोसाउने भन्दाखेरि फेरि भोलि गएर ट्रोल होला, कमिसनको कुरा गर्यो भन्ला सन्दीपले। जातिलाई पोसाउने कुरा गरेको मैले, अनि राष्ट्रलाई पोसाउने कुरा गरेको। यहाँ त अहिले कमिसन 30% माग्नेहरूले त पोसाउने भन्दा त कमिसन मात्रै बुझ्छ। तर उनीहरू कमिसनको पछि छ भने जेनेरेट पार्टी भनेको हामी मिसनको पछाडि छौं। हाम्रो लक्ष्य, हाम्रो मकसद भनेको बीजेपीलाई जुन कुरोको लागि हामीले सघायौं त्यो कुरालाई हामीले रिजल्टमा ल्याउनु पर्छ। उनीहरूले त्यो दिन्छु भनेको चिज हाम्रो जातिलाई हामीले दिलाउनु पर्छ। त्यो हाम्रो राजनीति हो। म यो आजको सभामा यही आश्वस्त गराउन चाहन्छु, 26 को इलेक्सनलाई लिएर तपाईले चिन्ता नगर्नुहोस्। यो चिन्ताको विषय हाम्रो होइन। सरकार बनिन्छ त बीजेपी को सरकार बनिन्छ, सरकार जान्छ त तृणमूलको सरकार जान्छ। जेएनएलएफ को सरकार बनिँदैन र जेएनएलएफ को सरकार जाँदैन। तर होस पुर्याउनु पर्यो हामीले। जुन पार्टीले हाम्रो जातिको उत्थानको लागि काम गर्छु भन्दैछ, दिने पक्षमा छ, हामीले त्यो दिने पक्षलाई हामीले माया गर्नुपर्छ। कहिलेकाहीँ हामीले दिने पक्षलाई पनि दिन्छु भन्दै पनि हामीले गाली गरी पठाउँछौँ र हाम्रो अपोजिसन साथीहरूलाई हामीले मुद्दा दिइ पठाउँछौँ। भारतमा हामीलाई निकास गराउने अहिले हेर्यो भने अहिलेको वर्तमान अवस्थामा केन्द्र सरकार मात्रै हो हामीलाई जातिलाई दिनु सक्ने। र दिन्छु भनेर उसले इन्टरलोकेटर पठाइसकेपछि हामीले पत्याउनु पनि पर्छ। अविश्वास गर्यो भने त हामीले झारफुक गरेको पनि लाग्दैन कि कसो लाग्छ? लाग्दैन नि त। अविश्वास गर्यो भने त झारफुक गरेको पनि लाग्दैन। अनि विश्वास गरेनौ भने केही पनि हुँदैन, याद गर्दैन। यो कुरो हामीलाई
अनि अहिले थुप्रै झरीच्याउ बनाउँछ है सुनौमा, रङ्गी चङ्गी उनीहरूसँग सब कुछ हुन्छ। ग्ल्यामरस पार्टीहरू पनि छ पहाडमा, उनीहरूसँग पनि हामीले हाम्रो कार्यकर्ता र जनतालाई सचेत गराउनु पर्यो। पहाडको राजनीति भनेको विकासको राजनीति होइन, डेभलपमेन्टको राजनीति हुँदै होइन। जेनेलेप्रे राजनीति गर्यो भनेको विकासको लागि राजनीति गरेको होइन। हामीले एमपी र एमएलए बनाएर विकास ल्याउँछौँ भनेर कहिले पनि हामीले भोटमा भनेनौँ र भन्दैनौँ पनि। हाम्रो राजनीति भनेको एमपी र एमएलए बनाएर यो जातिलाई निकास दिउँ, जातिले अहिलेसम्म मागेको जातिको मागलाई पूरा गरौँ भन्ने हाम्रो लक्ष्य हो। त्यसैले दिल्लीसँग हाम्रो जुन साँठगाँठ छ त्यो साँठगाँठ बिग्रिएको छैन। दिल्लीसँग हाम्रो जुन बातचित अध्यक्ष मोहन घिसिङज्यूको छ उहाँको लगातार रूपमा छ, तर उहाँले देखाउनुहुन्न। देखाउनु त क्षणिक कुरा देख्छ नि त, देखाएर धेरैले देखाउने भए, देखाए उनीहरूले गति देखाए। हामीले दुःख गरेर 2021 मा एमएलए बनाएको खर्साङको एमएलए अहिले गति देखायो। देखाउनेहरूले यसरी गति देखाउँछ नि त। अनि धेरैजना यस्तो पनि छ दार्जिलिङमा चाहिँ मिल्छु भन्छ, दिल्लीमा गएर सुभाष घिसिङलाई गाली गर्छ। उसले पनि 2007 देखि 2026 सम्म गति नै देखाएको। उसको हामीले फोटो हेर्यौं भने दिल्लीमा गएर फोटो खिचेको हेर्यौं भने कम से कम एउटा एक दराज भरिन्छ होला, तर उसले पनि कहिले पनि फत्ते गरेन काम। जेनेले पार्टी बीजेपीसँग जोडेको कारणले गर्दा बीजेपी पार्टीलाई हामीले बाध्य बनायौं र उनले इन्टरलोकेटर पठाउनु पर्यो, हो कि होइन? आजभन्दा अगाडि इन्टरलोकेटर बीजेपीले पठाएको थिएन नि त। 19 देखि जोडिनेहरूले, 19 भन्दा अगाडि जोडिनेहरूले, 14 देखि जोडिनेहरूले इन्टरलोकेटर ल्याउन सक्यो? सकेन। किनभने उनीहरूको त जुत्ताको साइज दिल्लीलाई थाहा छ। जेनेले पार्टीको दम हो, इन्टरलोकेटर हामीले ल्याएको छौं। अब इन्टरलोकेटर मार्फत काम हुन्छ अनि त्यसपछि मात्र हामीले मुद्दालाई फत्ते गरेपछि मात्र हामी विकासको मुद्दामा राजनीति गर्नुपर्छ। अहिले चाहिँ हामीले मुद्दालाई नै जिताउनु पर्छ, मुद्दालाई नै अगाडि बोकेर हिँड्नुपर्छ। त्यसैले जेनेले पार्टीले चाहिँ कम से कम यो मुद्दाको विषयमा चाहिँ हामीले 1 इन्ची पनि तलमाथि गर्नु हुँदैन।